आज चाहिँ हामी रब्रोकोमा आइपुग्यो होइन फाइनली आइपुग्यो विशाल दा हामी हो यहाँ मन्जेका काम छ यहाँको काका हेर्नुहोस् ल आइपुग्यो हामी रब्रोकोमा यही हो रब्रोको चाहिँ रब्रोलाई देखाउँदैछु अहिले सबै अर्ग्यानिकै छ यहाँ हेर्नुहोस् होइन हाम्रो पहिलाको पुर्खौली उयोहरू सबै यहाँ छ होइन हेर्नुहोस् बस्ने हेर्नुहोस् डम्फु मादल गिटार सबै नै छ यहाँ एभाइलेबल होइन हेर्नुहोस् अर्ग्यानिक सबै अर्ग्यानिक यहाँ हेर्नुहोस् मकै पनि झुन्डाएको छ होइन गाइस अन्त यहाँ खरको उयो पनि छ होइन यहाँ हेर्नुहोस् गाइस यो चाहिँ के हो तर थाहा भएन मलाई होइन गाइस यो हेर्नुहोस् एकदमै मजाले डेकोरेसन गरेको छ मजाले अर्ग्यानिक फिल आइरहेको छ होइन तपाईँहरू पनि आउनुहुन्छ भनेर आशा राखेको छु यहाँ आइदिनुहोस् होला होइन तपाईँहरूलाई पनि असली मनपर्ने छ होइन यो छिटो यहाँ सेट गरेर म जान्छु मान्छे आयो अघि कहाँ पुरै साबुन जुट म सेट गरिदिन्छु दा यो त के अरे फेरि केटाहरूलाई यो गाजा साजा सबै हालेर हो नि त यो म चाहिँ खतरा मान्छे भनौँ न चाखीहरू फेरि यो पाक्दै पनि गर्छ खाँदै पनि गर्नु पऱ्यो नि त केटा हजुर सही हो पाक्यो पाकेन टेस्ट गर्नु परेन त बिहान 7 बजी हालेको नि त ल केटा टेस्ट गर्नु भइसक्यो भने को छ पक्कै खाइहाल्नुपर्छ यहाँ आइसकेपछि त त्यो होइन त्यो हड्डी हो मासु खाउनु सुक्खाको मासु त्यो लु खाने कुरोमा चाहिँ घिनाउनु लजाउनु हुँदैन बजाइहाल्नुपर्छ चान्स पायो कि कस्तो भएको छ रम्य यो दसैँको फ्लेभर आयो है अहिले खाउ अब भइहाल्छ एक बार निकालेको थिएँ सकिहाल्यो नकिनौ न यस्तो दिनमा चाहिँ यो खाँदै काम गर्ने हो नि त हो नि एकदम खानु आफूलाई पनि त जरुरी छ नि यो पनि ल्यायो उहिलेको बाजे पुर्खाले बनाएको कुसन अब यो चिसो लागेन नि त देखे त भन्नु पऱ्यो नि त के अरे केटा देखे त भन्ने एकदम ल उहिलेको कुसन अरे नि त यो बाजे पुर्खाको समय जति पहिला अब सबै यही त युज हुन्थ्यो अरे अहिले पो डनलप दाको चाहिँ ढुङ्गाको ढुङ्गे चिल्ली हेर्नुहोस् होला होइन अब यो चाहिँ ढुङ्गा तात्तिनु चाहिँ साह्रो हो तात्तिएपछि चाहिँ एकैछिन एकदमै यहाँ हाम्रो भाइहरूले चाहिँ खाने भन्नुभयो आज ढुङ्गे चिल्ली र यो एकदम मिठो पनि हुँदो रहेछ क्या अहिलेको यहाँको चाहिँ फेमसै छ यो चाहिँ रब्रोकोमा चाहिँ है ढुङ्गे चिल्ली के पाइन्छ यो चाहिँ सधैँ खानेहरूले जाएर ढुङ्गे चिल्ली खाइदिनु न साथी भनिहाल्छ हजुर सुन्नुहोस् न यो ब्याम्बो अब उयसमा होइन तोम्बामा यो सेतो चामलको उद्देश्य चाहिँ के छ भनिदिनुहोस् न यसो यो ब्याम्बो अहिले हाम्रो मोडर्न जमाना आयो र हामीले चाहिँ अहिले चाहिँ ब्याम्बो भन्छ होइन हजुर अनि खास उगाएर हाल्नु भयो त्यो अर्को बाल्टी यो ब्याम्बो है यो चाहिँ अब यसरी टक्कै उहिलेको जमानामा हाम्रो गोर्खा जातले चाहिँ
तपाईँलाई कोही मान्छे घरमा पाहुनापात आउँदा गेस्टहरूलाई वेलकम ड्रिङ्क यो चाहिँ हजुर स्पेसल गोर्खा ड्रिङ्क अनि वेलकम ड्रिङ्क यो चाहिँ हाम्रो रेस्पेक्ट गरेर दिएको यसरी दिँदा यसलाई तपाईँको यसरी आउँदैन यो यस्तो स्टाइलमा आएको हुन्छ यस्तो स्टाइलमा हजुर चुली अनि चामल हालेको कारण चाहिँ त्यो चाहिँ के गर्छ भन्दाखेरि चाहिँ जस्तो तपाईँको यो ढुङ्ग्रो ल्याएर ढुङ्ग्रो हो खासमा हजुर ल्याएर ठक्कै दिनु बित्तिकै यो चामल भरि आएको छ नि यो चाहिँ तपाईँको घरमा अन्नको कमी नहोस् अरे नम्बर 1 अनि नम्बर 2 मा चाहिँ तपाईँले यसलाई यसरी हाल्नु पर्यो हजुर हालिसकेपछि जसले आउनुहुन्छ उहाँले चाहिँ यसलाई यसो टिपेर क्या हजुर चामल र यो कोदोलाई यसरी टिपेर बजारहरू के पुगेर यसो फेदो गर्छ अरे हजुर साँगा सिन्डीहरू नलागोस् भनेर होइन हजुर हजुर त्यसको बादमा ब्याम्बोलाई किन दियो वेलकम ड्रिङ्क भनेर गोर्खा जातिले चाहिँ आउने पाहुनालाई किन दियो भन्दा तपाईँकोमा आएको पाहुनालाई दिएपछि त्यो पछाडि उहाँले उम्लेको पानी टक्क हाल्यो हजुर यो भरि पानी हालेपछि अब तातो पानी त चुस्यो भने त मुख पोल्छ सेलाउनु त दिनै पर्यो हजुर सेलाउनु दिँदाखेरि तपाईँको करिबन 5 से 10 मिनट वेट गर्नु पर्यो नि त अनि 5 से 10 मिनट वेट गर्दा चाहिँ तपाईँ र मेरो इन्ट्रोडक्सन चाहिँ राम्रो हुने भयो त्यसले गर्दा यसलाई चाहिँ एकदमै गोर्खा जातिले त्यो समयमा चाहिँ बुढो पाखोले वेलकम ड्रिङ्कको अब जग्गामा दिने एकदम रेस्पेक्ट गरेर दिने चिज यो है तोङ्बा भनिन्छ ढुङ्ग्रो पनि भनिन्छ तर अहिले हाम्रो जाति अब मोडर्न भएर चाहिँ ब्याम्बो भन्ने शब्द निकालेको छ हजुर अनि दोस्रो चाहिँ के आएको छ यसको जग्गामा भन्दा चाहिँ सम्झी आयो अरे नयाँ पाहुना आयो भने विस्की लिउँ कि ब्रान्डी लिउँ भनिहाल्छ अहिले चाहिँ अब होइन तर यो हामीले बिर्सिनु नहुने रहेछ यो चाहिँ हाम्रो खास ओरिजिनल चाहिँ यो रहेछ भनेर मैले यो राखेको होला र सबैले कति बुझ्नुभयो मैले जानेको बुझेको जति चाहिँ तपाईँलाई भने अझै तपाईँहरूले पनि बुझ्नु भएको छ नि यहाँ भएको च्यानलको माध्यमबाट मलाई कमेन्टमा लेखिदिनुहोस् होला भन्न चाहन्छु हुन्छ तपाईँलाई धेरै धेरै धन्यवाद दादा यहाँ पानी हालेको छैन अब तपाईँले आफै हाल्ने फेरि खाइ नहाल्ने अनि यसलाई पानी हालिसकेपछि कसरी खाने भन्दा चाहिँ अब त्यो तपाईँले पानी हालेको 10 मिनट बाद यो पानी चिसो हुन्छ त्यहाँबाट तपाईँले यसलाई अब यसरी खानु होइन है अब हाम्रो मान्छेले जाँदैन यसो गरेर खान्छ घोप्टिन्छ अनि यो जुन स्टिङलाई यहाँ हात यसो गर्ने यसो गरेर 1 2 3 खेप एकै जग्गामा यसो गरेपछि यसलाई यसो निकाल्दा यसो तुरुरु पानी निक्लिन्छ यो चाहिँ तपाईँको नली सफा अनि फेरि त्यो यताउति चढाएको जस्तो अनि सट्टै यो हालेर एकै जग्गामा अहिले जहाँ घोच्यो त्यहीँ घोच्ने यसरी नघोल्ने यता उति सार्नु पर्दैन यसलाई सबै एकै जग्गामा राख्यो त्यो अघिको पानी मुख हालेर तानेपछि मुख ननिकाल्ने फेरि तानेको गर्दाखेरि चाहिँ तल एउटा आवाज आउँछ चर गरेर सकेको फेरि त्यो पानी भरि गऱ्यो फेरि 10 मिनट गफ गऱ्यो फेरि एकै खेपमा खायो अनि 3 खेप खाँदा तपाईँको 30 मिनट 10 मिनटले 30 मिनट भित्रमा तपाईँको इन्ट्रोडक्सन राम्रो भयो तपाईँ पनि मजाको भयो फेरि हुन्छ तेरो धन्यवाद तपाईँलाई दादा सुन्नु न यहाँ आएर हामीलाई होइन एकदमै मजा लाग्यो होइन अन्त एकदम इन्टरटेनमेन्ट दामी भयो होइन तपाईँले अब यसो के मेरो फलोवर्सलाई के भनिदिनुहोस् न एकदमै है हजुर विशेष आज तपाईँको च्यानलमा जोडिरहनु भयो हाम्रो दर्शकहरूलाई ठ्यापुन नमस्ते भन्दै एकदमै यहाँ राम्रो छ है त यसो इन्टरटेनमेन्टको लागि एकदमै मलाई एकदमै दामी लाग्यो होइन कसै यो भिडियो हेरेर आउनुहोस् भन्छु म होइन यो भिडियो हेरेर एकदमै तपाईँले पनि 1-2 शब्द राखिदिनुहोस् होइन मेरो फलोवर्सको लागि होइन भनिदिनुहोस् एकदमै तपाईँको च्यानलमा जोडिरहनु भएको दर्शकहरूलाई ठ्यापुन नमस्ते र आज उहाँहरू आउनुभएको थियो पुबुङबाट बिहानै आउनुभएको मजाले इन्जोय गर्नुभयो होइन यो जग्गामा यसो भला कुसारी यहाँ हाम्रो अध्यक्षज्यू पनि हुनुहुन्छ आज आइपुग्नु उहाँहरूसँग राम्रो डिस्कस भयो यसरी नै रमाइलो गर्नुको लागि नबुझी किन भयो हो त्यसको बुझ्नु साह्रो छ मान्छेलाई
त्यसको अझै फुल पनि हाम्रो बस्ती यो कमान बस्तीको हाम्रो साधारण जनताहरूले बुझेको रहेनछ। अब हामी बुझाउने प्रयास गर्छौँ झट्टै नै। यहाँनिर कसले गर्यो कसले गरेन भन्ने कुरो बहुत छ अझै पनि, तर हामी बुझाउने प्रयास चाँडो नै गर्नेछौँ। तपाईँलाई त हामी माफी चाहन्छौँ। धन्यवाद। बोल्नु मात्रै म पनि भन्छु एउटा होइन, बोल्नु त हामी कसले माफी गर्यो के कसले गरेन त्यो त मलाई केही छैन। माफी चाहन्छु। गर्नुपर्ने तिर्नु पर्ने त हामी पर्यो हो। तपाईँले त अब सुद समेत तिर्नु पर्यो हो। सुद समेत तिर्छु, अझै पनि तिर्छु। तिर्नुमा त्यही टेन्सन छैन। साला शान्त भनेर त कसले पनि नदियोस् क्या, कसले पनि नदियोस्। तिर्ने हो, सुद समेत तिर्ने हो, सुद समेत तिर्ने हो कि कसैले पनि आएर तिमीहरूले सुद तिर्नु पर्दैन भनेर त नभन्नुहोस् क्या, हो कि होइन दा? तपाईँले सुदसँग तिर्नु भएन, तपाईँको पनि कुरा गर्छु। दादा तपाईँले यसो सुद समेत तिर्ने चाहिँ हामी हो। दादाले यसो भनिदिनुहोस् न होइन, एकदमै आज तर कसैले पनि यो नभनौँ। हामी हेर्नुहोस् पहिलादेखि सुन्नुहोस् हामीदेखि आउने इच्छा थियो होइन, हाम्रो एकदम आज सफल। हाम्रो लागि हामीले तपाईँको जहिले पनि भिडियो हेर्दै होइन हामीले फलो, साँच्ची भनेको भिडियो हेर्दै खोजेको भिडियो हेर्दै पहिलादेखि स्टार्टिङदेखिसम्म हामी हेरेर आयो होइन दा। आज त हाम्रो इच्छा थियो होइन, तपाईँले एक शब्द एक दुई शब्द भनिदिनुहोस् होला होइन मेरो फलोवर्स। सानो मैले नि पहिलादेखि नै हेर्दै आएको होइन, तपाईँहरूले यसरी धेरै धेरै माया दिनुभएको छ होइन। एकदम अर्ग्यानिक र ब्रो भनेको चाहिँ यो रहेछ होइन। आज यहाँ आएर मेरो ससुराली नै पर्छ होइन। हामीलाई पनि वेलकम गरिदिनुहोस् ल होइन। तपाईँहरूलाई हामी पनि गएको सबैलाई ब्लग हेरेर त आएको दा। तपाईँहरूले अब पार्टीपट्टि छोडिदिउँ दा। पाटोपुर मेरो भिडियो हेरेर माया गरेर आउनुभयो होइन। धन्यवाद छ तपाईँहरूलाई, यसरी यहाँ आउनुभयो, इन्जोय गर्नुभयो होइन। फेरि फेरि पनि आउनुहोस्, मजाले इन्जोय गरौँ। र यहाँ तपाईँहरूको टिमको सबैभन्दा सिनियर हुनुहुन्छ, आउनुहोस् न उहाँ है काका हो। कस्तो भयो आज काका प्रोग्राम कार्यक्रम? एकदमै राम्रो शान्ति, हप्ताभरि काम गऱ्यौँ है, यसो महिनामै गऱ्यौँ। हामी त काम नगरी त बस्नु सकिँदैन, तर बेला बेला यसरी समय मिल्दा चाहिँ टिम मिलाएर रिल्याक्स गर्नु आउने, यहाँ सुनसानमा आएर एकान्त जग्गामा होइन शान्ति एकदम हामीलाई आफूले रुचाएको चिजहरू खाने होइन। ल तपाईँहरू सबैलाई म फेरि निम्ताउन चाहन्छु हाम्रो जग्गामा। र बुबुङको त धेरै साथीहरू आफ्नै साथीहरू छ मेरो त्यहाँनिर होइन। र विशेष यहाँ अब यहाँ आज पकाउनु हुने नि तपाईँहरूकै गाउँको त हो, अघि चिन्नुभयो मेरो सानो भाइ। र हाम्रो भाइको च्यानलमा जति दर्शक जुडिरहनु भएको छ प्लिज तपाईँहरूले भाइको च्यानललाई लाइक सेयर सब्सक्राइब फलो गरिदिनुहोस्। अनि भाइलाई मिठो मिठो कमेन्ट राखिदिनुहोस्। उहाँ पुबुङबाट हुनुहुँदो रहेछ, पुबुङ कमान है। एकदम राम्रो राम्रो भिडियोहरू पस्किनु हुनेछ तपाईँहरूलाई है। एकदमै सेयर गरिदिनुहोस् होला भन्न चाहन्छु। म पनि सेयर गरिदिनेछु। एक सेयर गर्दाखेरि पैसा पनि जान्दैन, लाग्दैन, ठक्कै एक मात्रै दबाइदिनुहोस् सेयर। सेयर गर्नुले चाहिँ उहाँहरूको भिडियो धेरै मान्छेसम्म पुग्छ र उहाँहरूलाई राम्रो भ्युज आउँछ है। त्यो हो एउटा सपोर्ट हामीले गर्नुपर्ने साथीभाइलाई। तपाईँले सेयर गरिदिनुहोस्, लाइक गरिदिनुहोस्, फलो गरिदिनुहोस् भन्न चाहन्छु। र भाइलाई फेरि नेक्स्ट टाइम तपाईँहरू सबैलाई समय मिल्यो भने फेरि आउनुहोस् होला एक दिन, यसरी नै मजाले इन्जोय गर्ने है। हजुर हुन्छ, थ्याङ्क यू दादा है तपाईँलाई होइन। यहाँ हामी यहाँ आएर चाहिँ एकदमै खुसी लाग्यो होइन। पहिलादेखि भिडियो हेर्दै आएको होइन, यहाँ आउने भनेर इच्छा थियो होइन। तर आज फाइनल्ली आइपुग्यो। तर तपाईँ यस्तो दामी उयो ट्रिट गर्नुभयो त धेरै धेरै धन्यवाद दादा होइन। एकदमै ल दादा हुन्छ हुन्छ हुन्छ।